हेलो नमस्ते सबैजनालाई। आज म हजुरहरूलाई ब्रोकर कसरी लाग्छ, ब्रोकरले कुन स्टक कसरी अकुमुलेसन गरिरहेको छ भनेर चेक गर्ने हजुरलाई सिकाउँदैछु। हामीले यसरी चाहिँ खोज्न सकिन्छ। ब्रोकर डोमिनेसन भन्ने हुन्छ हैन, यो यसरी तल अरू अप्सनहरू पनि छ यसरी जाँदाखेरि, तर यहाँ माथि छ ब्रोकर डोमिनेसन भन्ने हैन। यहाँ माथि त्यहाँ गएर क्लिक गर्ने हैन। क्लिक गरेपछि यहाँ यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि यहाँ तपाईले बाई हो कि सेल हो, अब कसले के बेचिरहेको कसले के सेल गरिरहेछ हैन, त्यो चेक गर्न सकिन्छ। अनि हामीले चाहिँ स्टक छान्दाखेरि चाहिँ एकदम 15-20 लाख मात्र सप्लाई भएको हैन स्टकहरू छान्नुपर्छ। यो चाहिँ सर्ट टर्म ट्रेडरको लागि गरिन्छ हैन। कुन स्टक बढ्ने छ भनेर पत्ता लगाउन सकिन्छ। जस्तो मोबिलुमा 20 लाख मात्रै छ नि त यसको, यसो चेक गर्दाखेरि यताबाट हैन यो अर्कै खुल्यो हैन। यसलाई त प्याक लिनुपर्छ, हामीसँग छैन हैन। अर्को योभन्दा धेरै त हेर्न मिल्दैन। जे होस् टप 10 कुनले कति जम्मा गरेर राखेको छ हामीले खोज्न सकिन्छ हैन। यहाँ अब मोबिलुङ हानेर हेर्दाखेरि टप 10 यहाँ कुनले कति किनिरहेछ, कति पर्सेन्ट किन्यो, कति बेच्यो हैन। 4 दिनसम्मको चाहिँ फ्रीमा रहेछ, हेर्दाखेरि हेर्न सकिन्छ हैन। 4 दिनसम्म फ्रीमा छ। अनि त्यसपछि चाहिँ 1 हप्ता, 1 महिना, 3 महिनाको रहेछ। यिनीहरू चाहिँ पैसा लाग्छ हैन। यसरी हामीले कन्फर्म गर्न सकिन्छ कुन स्टक बढ्नेवाला छ, कुन स्टक घट्नेवाला छ भनेर यहाँबाट कन्फर्म गर्न सकिन्छ। 4 दिनको पनि आफूले रेकर्ड राख्दै गयो आफ्नो टार्गेटमा परेको स्टकको भने हामीले पत्ता लगाउन सकिन्छ। यसरी नै फलो गर्नु होला।